नमस्कार सबैजनालाई। आज हामी कुरा गर्दैछौँ हेयर कलर डेप्थ र अन्डरटोन के हुन्छ भनेर। यदि दुई कुराहरू थाहा भएन भने चाहिँ नि हामीले कलर गर्दाखेरि के प्रब्लमहरू आउँछ र के प्रब्लमहरू फिक्स गर्नुपर्छ र फेस गर्नुपर्छ, ती कलरहरूलाई ती प्रब्लमहरूलाई कसरी चाहिँ हामीले हटाउन सकिन्छ भन्ने कुरा हामीले थाहा पाउन सक्दैनौँ। त्यही भएर चाहिँ नि हेयरको डेप्थ र अन्डरटोन के हुन्छ त्यसको बारेमा बुझ्नु चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। वाट इज हेयर कलर डेप्थ? हेयर कलर डेप्थ भनेको के हो भन्दाखेरि पनि हाम्रो हेयरको कलर कुन गहिराइदेखि कुन स्टेजसम्म छ, कतिको डार्कदेखि लिएर कतिको लाइटसम्म छ भन्ने कुरा चाहिँ नि हेयर डेप्थबाट थाहा हुन्छ। हाम्रो कलरमा चाहिँ नि हेयर डेप्थ स्टार्टिङ तपाईँको 1 देखि 10 सम्म या 12 सम्म पनि हुनसक्छ। लेभल बढाउँदै जाँदा हाम्रो कपालको डार्क साइडदेखिबाट लाइट साइडसम्म बढ्दै जाने हुन्छ र त्यो भित्रको अन्डरटोन चाहिँ नि जुन हाम्रो नेचुरल कपालमै हुन्छ त्यो अन्डरटोन बाहिर आउँछ। र त्यो अन्डरटोनहरू के हुन्छ भन्दाखेरि पनि त्यो लेभल हाम्रो 1 देखिबाट हाम्रो 12 सम्म, हाम्रो 10 सम्म चाहिँ नि सबै फरक लेभलको अन्डरटोनहरू हुन्छ। हामीले अन्डरटोनलाई हटाउन सकिँदैन, तर अन्डरटोनलाई कुन हामीले टोन लगाएर चाहिँ त्यसलाई न्युट्रलाइज गर्न सकिन्छ, त्यसमा चाहिँ हामीले काम गर्न सकिन्छ। जति हामीले कपाललाई लाइट गर्दै गइन्छ त्यति नै हामीले अन्डरटोनहरू थरीको देख्न सकिन्छ। अब तपाईँ सोच्नुहुन्छ किन जान्न पर्यो डेप्थ र अन्डरटोन? किनभने तपाईँले कलर फेल गर्नुको कारण नै 90% त्यसैमा हुन्छ। कपाल ब्लिच गर्दा अन्डरटोन आउँछ, तपाईँले यसको अनुसार फर्मुला बनाउनु पर्ने हुन्छ। डेप्थ बुझेर मात्रै डेभलपर छनौट गर्न मिल्छ कति लेभल लिफ्ट गर्ने भनेर। यदि अन्डरकोट नबुझेर तपाईँले गलत टोनर राख्नुभयो भने कपाल हरियो, सुन्तला कलरको र रातो कलरहरू आउन सक्छ। क्विक टिप्स एउटा फर्मुलाको छ है। जति वार्म अन्डरकोट आउँछ त्यो न्युट्रलाइज गर्न तपाईँले फुल अपोजिट टोनहरू चाहिन्छ। जस्तै ओरेन्ज टोन आयो भने तपाईँले त्यसलाई ब्लू टोनरले काट्न सक्नुहुन्छ। येल्लो टोन आयो भने तपाईँले त्यसलाई भोइलेटको टोनर युज गर्न सक्नुहुन्छ। र रेड हटाउनको लागि तपाईँले ग्रिन बेसमा भएको कलरहरू चाहिँ युज गर्न सक्नुहुन्छ। यस्तै कलर व्हिलसँग मिलाएर फर्मुलेसन बनाउनुहोस्, अनि मात्र तपाईँको रिजल्ट पर्फेक्ट आउँछ। कुराहरूले चाहिँ तपाईँको साधारण हेयर ड्रेसरबाट चाहिँ प्रोफेसनल हेयर ड्रेसरमा परिणत गर्न चाहिँ एकदम मजाले हेल्प गर्छ। त्यसरी तपाईँले डेप्थ र अन्डरकोट राम्रोसँग बुझेपछि मात्रै ब्लिच, टोनर वा क्रिएटिभ कलरहरू चाहिँ तपाईँले कन्फिडेन्टली युज गर्न सक्नुहुन्छ। त्यस कारणले यी कुराहरूलाई कसरी, कति ग्राम हामीले युज गर्ने, कुन लेभलमा के युज हुन्छ र त्यसमा कुन कलर युज गर्ने भन्ने कुराहरू थाहा पाउन मन छ र साधारण हेयर ड्रेसरबाट चाहिँ एउटा प्रोफेसनल हेयर ड्रेसर हुन मन छ भने फलो गर्नुहोस्, कमेन्ट गर्नुहोस् र वाट्सएप ग्रुपमा जोइन हुनुहोस्। यो चाहिँ हाम्रो फ्री क्लास हुन्छ। धन्यवाद।